फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा। आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। आज पनि म हरर स्टोरिजहरू भन्न गइरहेको छु, जो चाहिँ मलाई मेरो फलोवर्सहरूद्वारा पठाइएको हो। नम्बर 1, बौद्धको इन्सिडेन्ट। हाम्रो पहिलो इन्सिडेन्ट चाहिँ बौद्धबाट मेरो एकजना फिमेल फलोवरले पठाउनु भएको छ र उहाँले आफ्नो नेम मेन्सन नगरिदिनु भन्नुभएको छ। सो लेट्स बिगिन। मेरो चाहिँ घर काठमाडौँको बौद्ध एरियातिर पर्छ। हाम्रो घर चाहिँ भर्खर बनाइसक्नु लागेको छ। हामी घर सरेको नि खासै समय भएको छैन र यो इन्सिडेन्ट चाहिँ मलाई त्यस्तै 2 हप्ता अघि जति भएको थियो। त्यो दिन चाहिँ हाम्रो रिलेटिभको घरमा सानो फङ्सन थियो, सो हामीलाई पनि निम्तो आएको थियो। रिलेटिभको घर त्यस्तै 20 मिनट जति लाग्थ्यो हिँडेर चाहिँ। हाम्रो घरमा चाहिँ रेलिङ लाउने 3 जना दाइ पनि आउनुभएको थियो त्यो दिउँसो। सो घर एक्लै छोडेर जान मिलेन, त्यही भएर म घरमै बस्छु, तपाईँहरू जानु भनेर मैले भने। त्यो दाइलाई खाजा पानी दिएर हाम्रो मम्मी तथा परिवार चाहिँ त्यो फङ्सनमा जानुभयो र म चाहिँ मेरो रुममा फोन चलाउँदै बस्नु थालेँ। हेर्दा हेर्दै साँझको 5 पनि बस्नु लागेको थियो। मम्मीहरू किन आउनु भएन भन्दै सोच्दै थिएँ। बाहिर त्यो दाइहरू अझै फर्केको थिएन। मलाई अलिक डर लाग्न थाल्यो। यति रात भइसक्यो, अब त यो दाइहरू किन घर फर्किँदैन, कतै लुटपाट त गर्ने होइन, के प्लान त बनाउँदै छैन भनेर मेरो मनमा एकदम नराम्रो विचारहरू आउन थाल्यो। र कतै केही नराम्रो गर्ने विचारमा त छैनन् भन्दै मनमा अनेकौँ प्रश्नहरू पनि खेल्न थाल्यो। त्यतिकैमा दाइहरूले आफ्नो सामान थन्काएको आवाज सुन्ने र केही बेरमा उहाँहरू चाहिँ घर लाग्नुभयो र भन्नुभयो, बहिनी म घर गएँ है, भोलि आउँछु काम गर्न भनेर। यतिखेर चाहिँ मलाई हल्का मनमा शान्ति मिल्यो र मलाई हतार गएर मेन डोर थुनिदिएँ। थुनेर म फेरि आफ्नो रुममा आएर फोन खेलाउन थालेँ। त्यतिकैमा मलाई कसैले हाम्रो मेन डोर खोल्न खोजेको जस्तो आवाज सुने। म त मेरो दिदी पो आउनुभयो भनेर भनेर आवाज पनि दिएँ भित्रबाट, तर केही जवाफ पनि आएन, केही रेस्पोन्सै आएन। त्यत्तिकै अघिको कुराले डर लागिरहेको थियो, अझ त्यस्तो हुँदा त मेरो मुटु नै निस्केला जस्तो अनुभव गरेँ। मेरो मनमा चाहिँ डर भएका कारण त्यो एउटा भ्रम मात्र थियो भनेर आफ्नो मनलाई शान्त पारेँ। हाम्रो घर चाहिँ 3 तलाको थियो। म सबैभन्दा तल्लो तलामा बसेर फोन चलाउँदै थिएँ। तब मैले हाम्रो 2nd फ्लोरदेखि माथिको हिँडेको जस्तो आवाजको पाइला सुनेँ। अब यति भइसकेपछि चाहिँ म निकै डराइसकेको थिएँ। डरको कारणले कसैलाई फोन गर्न नि बिर्सेछु र जे पर्ला भनेर छेउको झाडु हान्ने लट्ठी बोकेर म माथि गएँ। माथि गएर मैले 2nd र 3rd फ्लोर पुरै चेक गरेँ, तर त्यहाँ केही नि सुराग पाउन सकिनँ। मलाई मनमा लाग्दै थियो अघिकै दाइहरू पो चोरी गर्न आए कि भनेर। त्यही सोच्दै म सिडीबाट ओर्लिँदै थिएँ जब मलाई मैसँग कोही चिज हिँडेको जस्तो अनुभव भयो र पछाडिबाट कसले हेरे जस्तो पनि लाग्दै थियो। मेरो आँखाको कुनामा एउटा कालो छाया जस्तो मान्छे पनि उभिरहेको मैले प्रष्टै देख्न सक्थेँ। यति देखेपछि म हतार केही नसोची तल भाग्न थालेँ। भाग्दाखेरि मसँगै कोही पाइला मिलाएर कुदै गरेको जस्तो पनि अनुभव हुँदै थियो। मैले उनीहरूको पाइला पनि सुन्न सक्थेँ। म हतार मेरो रुममा गएँ र रुँदै सबै मम्मीलाई फोन गरेर भनिदिएँ। म पसिनै सरी भइसकेको थिएँ त्यति बेला। तब केही छिनमै मेरो परिवारहरू आइपुग्नु भयो। म यस्तो आतिएको देखेर उहाँहरू सबै छक्क पर्नुभयो र सबै घरमाथिदेखि मुनिसम्म खोज्न थाल्नुभयो, तर त्यहाँ कोही पनि भेटिएन। मेरो मम्मी हल्का धार्मिक मान्छे हो, त्यसैले उहाँले मलाई भोलि माताकोमा लानुभयो र माताले चाहिँ मलाई फुकिदिनु भयो। मलाई अझै पनि त्यो सोच्दा मन भारी भएर आउँछ र कहिलेकाहीँ ऐठन्नी लाग्छ। नयाँ घरतिर तर्साउँछ भन्ने सुनेको त थिएँ, तर आफूले अनुभव गर्दा मलाई प्रष्टै भयो कि नयाँ घरतिर तर्साउँदो रहेछ। नम्बर 2, इलामको गुम्बा डाँडा। यो अर्को इन्सिडेन्ट चाहिँ मलाई इलामको एकजना मेल फलोवरद्वारा पठाइएको हो। सो लेट्स बिगिन। म इलाम बसेको त्यत्तिकै 13-14 वर्ष भइसकेको छ। इलाममा चाहिँ धेरै नै तर्साउँछ भन्ने हल्ला छ यो ठाउँतिर चाहिँ। यो कुरा चाहिँ मसँग त्यस्तै 7-8 वर्ष अघि भएको थियो जब म 13-14 वर्षको थिएँ। मेरो शरीर चाहिँ अलिक कमजोर छ, त्यसैले डक्टरले चाहिँ मलाई क्याल्सियमको दबाईहरू खानु भनेर भन्नुभएको थियो त्यतिखेर। अहिलेसम्म मेरो हात खुट्टाहरू निकैचोटि भाँचिएको छ, सायद जिउ बोधो भएको कारणले होला। म सानैदेखि हल्का कमजोर नै थिएँ, त्यसैले क्याल्सियम तथा अन्य भिटामिनको औषधिहरू पनि खानुपर्ने। त्यो दबाईहरूको कारणले म निकै मोटाइसकेको थिएँ, त्यही भएर मेरो खासै त्यति साथीहरू पनि थिएन। स्कुलमा कोही नै बोल्न खोज्दैन थिए। मान्छेहरूले मोटे सोथे भन्दै जिस्काउँथे। परिवारबाट नि अलिक मोटो भइस, खाना खानु कम गर भनेर त्यस्तो सुन्दा त मन मरिसकेको थियो। 13-14 वर्षको उमेरमा सबैले त्यस्तो नराम्रो बिहेभ गरेको हुँदा त म किन मरिन रहेछु, किन बाँचेछु त्यस्तो लाग्ने गर्थ्यो। म आफूलाई नै निकै हेट गर्न थालिसकेको थिएँ। साथी बनाउन अप्रोच गर्दा कोही नै बोल्दैन थियो। अनि एक दिन बिहानै कोही नउठेको बेला मैले सोचेँ, के म यसरी नै बाँच्नेछु, कि
कि मेरो कोही नि साथी हुँदैन, कि मलाई कहिले पनि मन पराउँदैन, त्यस्तो सोचले मेरो जिन्दगीमा निकै नै प्रभाव पार्यो र मैले भोलिपल्टदेखि रनिङ जाने निधो गरेँ। मेरो घर चाहिँ चुरेघाटी अलिक नजिक पर्छ, त्यसैले म बिप्लाटेसम्म रनिङ गर्ने विचार गरेँ। शरीरहरू जति दुखे पनि म बिस्तारै रनिङ जान बानी हुन थालेको थियो। यो इन्सिडेन्ट हुँदा चाहिँ पुसमाघको महिना थियो। बिहानको 4:30 बजीतिर पनि त्यति उज्यालो भएको थिएन। अरू बेला यही समयमा हिँड्ने बानी, त्यही भएर म त्यतिखेर पनि 4:30 बजी नै हिँडेँ। फेरि अचम्मको कुरा, त्यो बिहान बाटोमा त्यति मान्छे नै थिएन। अरू बेला टन्नै मान्छेहरू हुन्थे जगिङ गर्दै गरेको, तर त्यो बेला भने 1-2 जना मात्रै कता कता देखिन्थे। म चुरेघाटीदेखि अलिक काटेर अलिक अगाडि बढ्दै थिएँ। त्यहाँ चाहिँ एउटा गुम्बा डाँडा भन्ने ठाउँ छ। त्यो ठाउँमा चाहिँ एकदम डेन्जर टर्निङ छ र जहाँ चाहिँ निकै एक्सिडेन्टहरू पनि भइसकेको छ र निकै मानिसहरूले आफ्नो ज्यान समेत गुमाएको छ र इलामको हन्टेड अथवा डेन्जर प्लेसमा त्यो पनि पर्दछ। त्यसको अलिकति माथि मान्छे जलाउने ठाउँ नै छ। सो म चाहिँ कोही मान्छेहरू आयो भने उनीहरूको पछि पछि मात्र जान्थेँ डरको कारणले। त्यो बेला चाहिँ त्यति मान्छेहरू नभएका कारण म अलि अगाडि नै बसेर लाइक पुसअपहरू केहरू गर्दै टाइम पास गर्दै थिएँ। तब चाहिँ 2जना हस्बेन्ड र वाइफ जगिङ गर्दै उतादेखि आउन थाले। त्यही देखेर म पनि उनीहरूको पछि पछि लाग्न थालेँ। त्यो ठाउँ चाहिँ फेरि एकदमै घना जङ्गल थियो त्यो बेला। अहिले नि घना नै छ, तर त्यो बेला भने निकै नै डर लाग्दो। हल्का हल्का मात्रै लाइटहरू देखिन्थे। मैले त्यो कभरहरूलाई देख्दै थिएँ धमिलो सूर्यको किरणमा, तर हेर्दा हेर्दै त्यो 2जना ठाउँको ठाउँ गायब भए। म त्यति देखेपछि अझै स्पिड कुद्न थालेँ, तर जति कुदे नि उनीहरूलाई भेटाउन सकिनँ, अथवा भनौँ उनीहरू कुनै पातलो हावामा बिलाएर गए। डरको कारणले म रुँदै स्पिड भाग्न थालेँ, तर जति कुदे नि त्यो जङ्गलबाट निस्कन सकेको थिइनँ। मानौ न कुनै शक्तिले मलाई पछाडि तान्दै थियो। त्यो जङ्गल कट्नै सकिनँ। म अझै ठुलो ठुलो सास लिँदै भाग्न थालेँ। तब चाहिँ बल्ल अगाडि एउटा उज्यालो किरण देखेँ। बल्ल यो जङ्गलबाट निस्केछु भनेर मन हल्का भयो, एकदमै खुसी भइरहेको थियो। तब अलि अगाडि बढ्दा त्यो लाइट त एउटा ट्रकको रहेछ, जो मेरोपट्टि निकै स्पिडमा आउँदै थियो। मैले त्यो ट्रक देख्ने साथ हतार साइडमा उफ्रिएँ। त्यो ट्रकको ड्राइभरले पनि खतरा गरी ब्रेक हान्यो। म अलिकतिले मात्रै बचेँ। म उता उफ्रिँदाखेरि मेरो निकै चोटहरू लागिसकेको थियो। मेरो खुट्टाहरू पिल्चेको थियो, मेरो गालाहरू तासिएका थिए। त्यो ट्रकको ड्राइभरले हतार ट्रक रोकेर मतिर कुद्दै आयो र मलाई निकै पनि गाली गर्यो। तर त्यो ड्राइभरले मलाई हस्पिटलसम्म चाहिँ छोडेर गयो। हस्पिटलबाट निको हुन मलाई त्यस्तै 1 हप्ता जति लाग्यो। मेरो मम्मी बाबाहरू निकै नै चिन्ता गर्दै हुनुहुन्थ्यो र मलाई अबदेखि रनिङ जालास् भनेर पनि वार्निङ दिनुभयो र बिस्तारै म त्यो हस्पिटलबाट पनि डिस्चार्ज भएँ। मैले यो कुरा आफ्नो प्यारेन्ट्सलाई पनि सुनाएको छैन, किनभने मलाई थाहा छ उहाँहरूले यो कुरा अवश्य पनि पत्याउनु हुने छैन। र अहिले 19-20 वर्षको हुँदा नि मसँग खासै साथी छैन। मेरो दिन जहिले यही 4 दिवारमा कैद भएर बित्छ। सायद त्यही दिन मलाई त्यो ट्रकले हानिदिएको भए सबैजना खुसी हुन्थ्यो होला र मैले यस्तो दुःख पनि पाउँदिनँ थिएँ होला। नम्बर 3, भुतिया आवाज। यो थर्ड इन्सिडेन्ट चाहिँ मलाई मेरो दाङको एकजना फिमेल फलोवरले पठाउनु भएको छ। सो लेट्स गो। यो इन्सिडेन्ट चाहिँ मसँग कलेज पढ्दा भएको थियो। म र मेरो फ्यामिली चाहिँ एउटा अपार्टमेन्ट टाइपको घरमा बस्थ्यौँ रुम लिएर। सो बाहिरतिर अरूले हल्ला गरे पनि सहेर बस्नुपर्ने। हामी छिट्टै त्यो ठाउँबाट सिफ्ट हुने भनेर प्लान चाहिँ भइसकेको थियो र यो इन्सिडेन्ट भएको रात अचानक मेरो आँखा चाहिँ 1 बजीतिर खोल्यो। कहिले निन्द्रा नबिच्किने, आज किन बिच्केछ भनेर म यसो झस्किएँ। मैले मेरो फोनमा टाइम हेरेँ, 1 बज्न लागेको थियो र पानी खाएँ र फेरि सुत्न लागि खाटमा ढल्केँ। खाटमा ढल्केपछि मेरो रुमको बाहिरपट्टिबाट को 2जना मान्छे बोलेको जस्तो आवाज सुने। सुरुमा त लाग्यो त्यहाँ तलको बुढाबुढीहरू झगडा पर्दै होला केही कुरामा भनेर। त्यो कुरालाई त्यति ध्यान नदिकन म फेरि सुत्न खोजेँ, तर मलाई अचानक याद आयो तलको बुढी त अस्ति नै झगडा गरेर उसको माइत पो गएको थियो। अहिले पनि त्यो आवाजहरू आइरहेको थियो। त्यसैले मैले मेरो कान थापेर मजाले सुने भित्तामा लाएर। मेरो खाटको सुत्नेपट्टि चाहिँ ठ्याक्क त्यो पातलो ढोका थियो, त्यहीँबाट मैले आवाजहरू सुन्दै थिएँ। त्यसैले मैले प्रष्टै सुन्न सक्थेँ कि त्यो 2जनाहरू बोल्दै थिए। मैले कान थापेर सुने, तर उनीहरूले बोलेको केही पनि बुझ्न सकिनँ। उनीहरू पालै पिलो बोल्दै थिए, त्यही भएर मलाई थाहा थियो उनीहरू लाइक एक आपससँगै बोल्दै थिए, तर मैले उनीहरूको कुरा बुझ्न सकिनँ। मैले केवल उनीहरूको फुसफुसाको जस्तो मात्रै आवाज सुन्न सकेँ। उनीहरू त बुझेर बोल्दैछन् पालै पिलो, तर के बोल्दैछन् मैले केही पनि बुझ्न सकेको छैन। मलाई निकै बेरसम्म तिनीहरूको फुसफुसाको आवाज सुने, किनभने डरको कारणले मेरो निन्द्रा उडिसकेको थियो। म निकै डराइसकेको थिएँ। त्यो बेला म रुममा एक्लै थिएँ, सो कसैलाई केही भन्ने पनि आँट भएन।
त्यही रात मात्र नभएर कहिलेकाहीँ मध्यरातमा उठ्दा पनि त्यो आवाजहरू सुन्न थालेको थिएँ अब त। यस्तो इन्सिडेन्टहरू हुन थालेपछि हाम्रो घरको तल्लोपट्टि एकजना बुढी हजुरआमा बस्नुहुन्थ्यो। उहाँलाई मैले सोधेँ र उहाँले भन्नुभयो, पहिला एकजना त्यहाँ केटा मान्छे हाम्रो रुमको पल्लोपट्टि चाहिँ सुसाइड गरेर मरेको थियो र मर्नुभन्दा अघि उसले नि त्यस्तै बोलेको जस्तो फुसफुसाको आवाजहरू सुन्ने गर्थ्यो अरे। मैले यो कुरा सुनेपछि मनमा चिसो भएर आयो। मलाई लाग्यो म पनि कतै मर्छु कि क्या हो भनेर, किनभने मैले पनि यो फुसफुसाको आवाजहरू सुन्दै नै थिएँ। मैले न त यो कुरा मेरो प्यारेन्ट्सलाई भन्न सकेँ न त साथीलाई। मलाई लाग्थ्यो उहाँहरूले त्यत्तिकै दुःख छ, झन् किन दुःख दिनु यस्तो कुरा सुनाएर भनेर। त्यसकै केही समयमा हामीले त्यो कोठा चाहिँ सिफ्ट भएर अर्को कोठा गयौँ। त्यसको केही समयपछि हामीले चाहिँ त्यो रुम छोडेर अर्को रुममा सिफ्ट भयौँ। तर मलाई त्यो आवाजहरू अहिले नि प्रष्ट याद छ। त्यो फुसफुसाको आवाज अझै पनि मेरो कानमा गुन्जिन्छ। मैले बुझ्न नसके नि उनीहरूले केही न केही त पक्कै नै बोल्दै थिए। अहिले म जबहरू गर्ने भइसकेको छु र अस्ति भर्खर नै एकजना त्यही घरमा सुसाइड गरेको भनेर खबर पनि सुने। मलाई लाग्यो म अलिक छिटो त्यहाँबाट निस्केछु, नत्र मेरो पनि ज्यान